हेलो साथीहरु, वेलकम ब्याक टु आवर च्यानल। अलि फेरि पनि आजको नयाँ भिडियोको साथमा म आइसकेको छु तपाईहरुको माझमा, तपाईहरुकै राबिना। अनि आज चाहिँ म अर्को एउटा नयाँ भिडियोको साथमा आइसकेको छु। आज चाहिँ म के भन्न आएको छु भन्दाखेरि म चाहिँ एकदमै बिरामी छु। मेरो स्वर पनि सुन्न सक्नुहुन्छ तपाईहरुले हैन, एकदमै नाकभित्र भित्रै बोलिरहेको छु। म चाहिँ मलाई चाहिँ एकदमै पिनास परिरहेको छ। कस्तो मलाई क्या अलिकति दुःख लाग्यो, पिनास परिहाल्छ हैन। अनि जहिले पनि यस्तै क्या, अब हल्का बिरामी राखेको कि लाग्यो त पिनास परिहाल्यो। अनि पिनास पनि हत्तपत्त निकै नहुने कि निकै नहुने, पुरै एन्टिबायोटिकै खानुपर्ने। अनि यो यस्तो एकदमै गाह्रो भएर मलाई चाहिँ थलै पारिसक्यो यसले चाहिँ हैन। अब डक्टरलाई देखायो भने पनि अपरेसनै गर्नुपर्छ भन्छ। अनि अपरेसन अब कतिजनाले अपरेसन गर्नुभएको हुन्छ नि त यसको पनि। अनि अपरेसन गरेकोहरूको पनि निको नभएको हुँदो रहेछ के, निकै भएको छैन मेरो नि भन्ने मात्रै हो अपरेसन भनेर भन्नुहुन्छ। म पनि एकदमै डराइरहेको छु क्या। अनि अपरेसन गर्दा पनि सन्चो हुँदैन होला, अब फेरि डबल दुखाइ पनि हैन। अनि फेरि सानो सानो बच्चाहरू पनि छ, गाह्रो पनि हुन्छ नि त। त्यो भएर चाहिँ अब अपरेसन भन्दा पनि केही उपायहरू अब कति मान्छेहरूलाई थाहा पनि हुनसक्छ। कसैले त अब घरेलु उपचारले अब आयुर्वेदिकतिरबाट सन्चो भइरहेको हुन्छ। मेरो चाहिँ जति जे गर्दा पनि खोइ केहीले गर्दा पनि भएन क्या। अनि फेरि पनि मैले चाहिँ यो भिडियो चाहिँ तपाईहरु माझ ल्याएको छु। केही छ थाहा छ भन्ने सल्लाह सुझावहरू दिनु होला, प्रतिक्रिया दिनु होला। मलाई एकदमै गाह्रो भएको भएर चाहिँ मैले भिडियो मार्फत पनि भनौँ न त भन्ने हिसाबले चाहिँ भिडियो बनाइरहेको छु। थाहा छ भने भनिदिनु होला। मलाई चाहिँ एकदमै गाह्रो भएर मैले भिडियो बनाइरहेको। अनि अब अहिले चाहिँ मैले के गर्दैछु भन्दाखेरि अहिले चाहिँ मैले मेरो बाबुलाई अब खाना खुवाउन लागेको। आज चाहिँ मेरो छोरोको लागि छ यहाँ कोदाको खोले बनाउँदैछु मैले चाहिँ मेरो छोरोको लागि। अनि बाबु चाहिँ खेलिरहेको छ। अनि आज चाहिँ काठमाडौँको मौसम एकदमै, अघिसम्म चाहिँ चर्को घाम लागेको थियो, अहिले चाहिँ हल्का बादल लागेको छ। तैपनि एकदमै पोल्ने घाम छ, पोलेर भत भएर पागल जस्तै हुन लागिसक्यो। म चाहिँ गर्मी एकदमै छ नि त, अनि त्यही भएर बाहिर हिँड्न पनि मन लागेको छैन। मेरो चाहिँ ब्याङ्कको कामहरू पनि थियो, जानुपर्ने थियो, तर म जान सकेको छैन। ए हो साथीहरू, अनि सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। अनि थाहा छ कसैलाई भनेदेखि चाहिँ मलाई एकदमै सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु म चाहिँ। त्यही हो आजलाई चाहिँ बाई। यति नै छोटो मिठो, सबैजनाले हेरिदिनु पर्यो साथीहरू, माया गर्नु पर्यो।